ग्रहको बारेमा धेरै कुरा बताएका छन्। त्यसमा सत्यताको पुष्टि हुन अझै बाँकी नै छ। तर उनले बताएको एउटा के कुरामा मेल खान्छ भने धेरै समय अघि मंगल ग्रहमा परमाणु युद्ध भएको हुँदा त्यस परमाणु युद्धले मंगल ग्रहको जीवन समाप्त हुन पुग्यो। ठीक यही कुरा डाक्टर जोन ई ब्रान्डेनबर्गले आफ्नो पुस्तक डेथ अन मार्स द डिस्कभरी अफ द प्लानेटरी न्युक्लियर साकियरमा बताएका छन्। उनका अनुसार आजभन्दा लगभग 18 करोड वर्ष अगाडि मंगल ग्रहको सतहमा एक परमाणु विस्फोट हुन पुग्दा मंगल ग्रहको सतहमा रहेका उन्नत सभ्यताहरूको अन्त हुन पुग्यो। दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी बोरिस्का किप्रियानोभिकले एक पत्रकार सम्मेलनमा आफू मंगल ग्रहबाट आएको दाबी गरेका थिए र उनले धेरै रहस्यहरू पनि बताएका थिए। तर आजसम्म मंगल ग्रहका ती बालक कहाँ छन्, के गर्दैछन्, यसैको बारेमा आज हामी चर्चा गर्ने। Get what you need fast with the Amazon app. Download now. The winner of the 10 million dirhams cash, the biggest. बोरिस्का किप्रियानोभिकको जन्म 11 जनवरी 1996 मा रसियाको भोल्गोग्राड शहरको भोल्स्की भन्ने ठाउँमा भएको थियो। उनका बुबा कामको सिलसिलामा प्राय शहरभन्दा बाहिर बस्दथे। उनकी आमा पेसामा डाक्टर थिइन्। सानै उमेरबाट बोरिस्का निकै तीक्ष्ण बुद्धिका एवं अरूभन्दा निकै भिन्न बालक थिए। उनी जन्मेको 15 दिनपछि नै बोरिस्काले केही अनौठा क्षमताहरू देखाउन थालिसकेका थिए। उनका बाबुआमा पनि चकित हुँदै थिए कि मात्र 15 दिनको बालकले आफ्नो शिरलाई माथितिर उठाउन जानिरहेका थिए। अझ उनले त जन्मेको 4 महिनापछि नै साधारण शब्द पनि बोल्न जानिसकेका थिए। जब उनी केवल 7 महिनाको थिए तब उनले आफ्नो पहिलो वाक्य मलाई त्यो किला चाहियो भनेका थिए। यसपछि जब उनी 2 वर्षको भए तब उनले पत्रिकाका कठिन शब्दहरू पढ्न सिकिसकेका थिए। अनि यहाँसम्म कि उनले केही पेन्टिङहरू पनि बनाउने गर्थे। यति मात्र होइन, 2.5 वर्षको उमेरमा त उनले भुइँमा पुरै ब्रह्माण्डको चित्र बनाउने गर्थे। यो भोल्गोग्राद शहर नजिकैको पहाड हो। बोरिस्काको अनुसार जब उनी यस पहाडमा पुग्थे उनलाई छुट्टै एनर्जी प्राप्त हुन्थ्यो र अझै उनको ज्ञान बढ्दै जान्थ्यो। बोरिस्काको आमाले बताए अनुसार प्राय ऊ एक्लै बसिरहेको हुन्थ्यो, किनकि कामको सिलसिलामा बोरिस्काको बाबु अधिक समय बाहिर रहन्थे भने आमा चिकित्सक भएकी हुँदा सधैँ व्यस्त रहन्थिन्। सोही कारण बोरिस्कालाई उनीहरूले राम्रोसँग हेरचाह गर्न सकेका थिएनन्। अब यस्तो अवस्थामा बोरिस्कालाई एस्ट्रोनोमिकल नलेज अर्थात् खगोलीय ज्ञान कसले दियो होला त? उनलाई स्पेस सम्बन्धी यति धेरै जानकारी कसरी प्राप्त भयो त? यो प्रश्न अझै रहस्यमय छ। बोरिस्काले सोलर सिस्टमको बारेमा धेरै कुरा बताएका थिए। केही कुरा त यस्ता थिए जो वैज्ञानिकहरू पनि अनभिज्ञ थिए। उनीसँग प्लानेटरी सिस्टमको जानकारी निकै अब्बल थियो। यसका साथै मार्सको बारेमा त झन् सबै कुरा थाहा थियो। मंगलको वातावरण, पृथ्वीबाट यसको दूरी, मंगलमा जीवनको सम्भाव्यता लगायतका विभिन्न तथ्यहरूबारे उनले राम्रोसँग बताएका थिए। सानो छँदा जब उनी स्कुल जान्थे तब उनका शिक्षकहरू निकै हैरान हुन्थे, किनकि उनी पटक पटक शिक्षकलाई रोकेर शिक्षकहरूले पढाएको गलत र पूर्ण सत्यता छैन भन्दै आफ्नो तर्क गर्थे। यही कारण उनका अभिभावकले विद्यालयबाट निकालेर निजी शिक्षक राखेका थिए। बोरिस्का आफू मंगल ग्रहबाट आएको बताउँथे। उनका अनुसार मार्समा कुनै बेला मानवीय जीवन थियो र मार्स ह्युमन सिभिलाइजेसन आजको अर्थ ह्युमन सिभिलाइजेसन भन्दा निकै एडभान्स थियो। तर मार्समा मानिसहरू बीच युद्ध सुरु भयो र एक न्युक्लियर वार पश्चात मार्समा जीवन समाप्त भयो। बोरिस्काका अनुसार त्यस न्युक्लियर वार पश्चात मार्समा केही व्यक्ति जीवित रहेका थिए। उनीहरू मार्स सर्फेसको अवस्था बिग्रिएका कारण जमिन मुनि बस्न थाले। यो घटना मात्र 17,000 वर्ष पहिलेको हो। त्यति बेला पृथ्वीमा लेमुरियन सिभिलाइजेसन थियो। तपाईलाई अझ स्पष्ट पार्न चाहन्छौं कि प्राचीन समयमा इन्डियन ओसनमा लिम्युरिया नामक एक कन्टिनेन्ट अर्थात् द्वीप थियो, तर त्यो द्वीप अहिले समुद्रमा विलीन भइसकेको छ। हुन त यसको यथेष्ट वैज्ञानिक प्रमाण हामीसँग छैन। बोरिस्काले आफू यस पृथ्वीलाई मार्समा भएको न्युक्लियर वार जस्तो खतरनाक युद्धबाट बचाउन र पृथ्वीवासीलाई यस विषयमा सचेत गराउन आएको बताएका थिए।
उनी आफू इन्डिगो चाइल्ड भएको दाबी गर्छन्, अर्थात् मार्सबाट आएको यस्ता बालक जो अरूभन्दा भिन्न हुन्। यो आफ्नो पुनर्जन्म भएको र पृथ्वीमा आफू जस्तै अन्य धेरै बालक रहेको उनले बताएका थिए। मार्सवासीबारे बोरिसका बताउँछन् कि उनीहरू पृथ्वीवासी भन्दा केही अग्ला हुन्छन्। उनीहरूको उचाइ करिब 2 मिटरसम्मको हुन्छ, मतलब 6 फिट 6 इन्चको हुन्छ। जसरी यहाँ पृथ्वीवासी जिउनका लागि श्वास प्रश्वासका लागि अक्सिजनको उपयोग गर्छन्, त्यसरी नै मार्सवासी CO2 कार्बन डाइअक्साइड उपयोग गर्ने गर्दछन्। करिब 35 वर्षको उमेरपछि मार्सवासीहरूको वृद्धि विकास रोकिन्छ। बोरिसकाका अनुसार मार्सवासीहरूसँग विभिन्न प्रकारका स्पेसशिप थिए, जसबाट उनीहरू सहजै पृथ्वी लगायत अन्य ग्रहहरूसम्म यात्रा गर्न सक्थे। पृथ्वीमा आउँदा आफू एक त्रिभुजाकार स्पेसशिपमा अवतरण गरेको बोरिसकाको दाबी छ। स्पेसशिप बनाउने आवश्यक धेरै टेक्नोलोजीको बारेमा आफू जानकार रहेको उनको भनाइ थियो, तर उनले रसियन मिडियालाई दिएको अन्तर्वार्तामा भने अन्यबारे केही जानकारी दिएनन्। बोरिसकाले यो पनि बताएका थिए कि मार्सवासीले टाइम ट्राभल टेक्नोलोजीलाई पनि डेभलप गरिसकेका थिए। उनी पनि पृथ्वीको भूतकाल र भविष्यबारे धेरै जानकार थिए। अब उनको यस कुरामा कतिको सत्यता छ केही भन्न नसकिए पनि उनले गरेका केही दाबीहरू सत्य साबित भएका छन्। बोरिसकाले भनेका थिए कि सन् 2012 मा एक खतरनाक बाढी आउनेछ। ठीक जुलाई 8 सन् 2012 मा रसियाकै साउदर्न पार्टमा एक खतरनाक बाढी आएको थियो, जसमा 171 जनाको मृत्यु भएको थियो। बोरिसकाले बताए अनुसार मार्सवासीको इजिप्सियन सिभिलाइजेसनसँग निकै गहिरो सम्बन्ध छ र मार्सियनहरू यहाँ आइरहन्थे। उनका अनुसार इजिप्टमा अवस्थित गिजाको पिरामिड नजिक बनेको स्फिङ्क्सको स्ट्याचुले आफैमा धेरै रहस्य लुकाएको छ। स्फिङ्क्स एक यस्तो मिथिकल क्रिएचर हो जसको टाउको मानिसको जस्तो छ भने शरीर सिंहको आकारमा बनेको छ। बोरिसकाले भनेका थिए कि स्फिङ्क्सको कान नजिक एक रहस्यमय वस्तु लुकाइएको छ। जब हामी मानिसले त्यसलाई निकाल्नेछौँ तब हाम्रो जीवन शैली नै परिवर्तन हुनेछ, तर त्यो वस्तुको नाम के हो त्यसबारेमा केही थाहा छैन। उनको यस बयानको करिब 10 वर्षपछि जब एक डिप सेन्सर स्क्यान मेसिनको मद्दतले स्फिङ्क्सलाई स्क्यानिङ गरियो, तब यसको कान नजिक कुनै अजीब वस्तु त देखियो, तर त्यसलाई निकालिएन। अब तपाईँ आफै सोच्नुहोस् कि बोरिसकालाई यति धेरै ज्ञान कसरी भयो होला? आखिर कसले बताए होलान्? विश्वभरका वैज्ञानिकहरू उनको यस भविष्यवाणी देखेर हैरान भएका थिए। आखिर उनले यति धेरै जानकारी कहाँबाट कसरी प्राप्त गरे? वैज्ञानिकहरू समेत बोरिसकालाई एक निकै प्रभावशाली बालक मान्छन्। केही व्यक्तिहरूका अनुसार बोरिसकाको आइक्यू लेभल 200 छ, जबकि अल्बर्ट आइन्स्टाइन जो पृथ्वीमा सबैभन्दा बुद्धिमान व्यक्तिको रूपमा चिनिएका थिए, उनको आइक्यू लेभल 160 मात्रै थियो। अब हामी मूल विषयतिर फर्कियौं, अर्थात् यसभन्दा अगाडि पनि हामीले बोरिसकाको बारेमा भिडियो बनाएर प्रसारण गरिसकेका थियौं। त्यति बेला धेरैले हामीलाई सोध्नु भएको थियो, त्यसो भए अहिले बोरिसका कहाँ छन् र के गर्दैछन्? किन अहिले उनी मिडियामा छैनन्? तपाईँ मात्र होइन, हाम्रा धेरै दर्शकहरूको मनमा यो प्रश्न थियो र हामीलाई बारम्बार सोधिने गरिन्थ्यो। हो, विश्व विज्ञान जगतलाई आफ्नो अनौठो तर्कहरूले हल्लाएका बोरिसका मिडियामा आएको भोलिपल्टै परिवारसहित गायब भए। त्यसपछि उनलाई कसैले पनि कहीँ देखेनन्। रसियन जर्नालिस्टहरूले उनलाई खोज्ने धेरै कोसिस गरे, तर कोही पनि सफल भएनन्। केही समयपछि रसियाका एक मन्त्रीले बताएका थिए कि उनलाई परिवारसहित रसियाको कुनै एक सिक्रेट गाउँमा राखिएको छ, जहाँ कुनै सामान्य मानिस पुग्न सक्दैन। माइन्ड टु माइन्ड कम्युनिकेसन अर्थात् दिमागी शक्तिले अरूसँग सम्पर्क गर्न सक्ने केही विज्ञहरूले यही दाबी गरेका छन् कि उनीहरूले आफ्नो अन्तर्निहित शक्ति अर्थात् टेलिप्याथीको माध्यमबाट सिधै बोरिसकासँग सम्पर्क गर्दा उनी सपरिवार कुनै एक गाउँमा बसोबास गरिरहेका छन् र रसियन सरकारले उनीबाट धेरै अनुसन्धान गरिरहेको छ। अवश्य पनि रसिया बोरिसकाको सहयोगमा विभिन्न हात हतियार, स्पेसशिप तथा अन्य ग्रहहरूमा जीवनको सम्भाव्यताबारे जानकारी लिइरहेको हुन सक्छ। हुन त बोरिसका कहाँ छन् र के गर्दैछन् भन्ने यो कुनै आधिकारिक पुष्टि भने होइन, न त कसैले दाबीका साथ यही हो भनेर भनेका छन्। तर केही सामान्य जनसम्पर्क र अनुमानको आधारमा धेरैले यही कल्पना गरिरहेका छन् कि बोरिसका माथि रसियन सरकारले केही अनुसन्धान गरिरहेको छ। दर्शकवृन्द,
आजको श्रृङ्खला तपाईलाई कस्तो लाग्यो हामीलाई कमेन्टमा अवश्य बताउनुहोला। साथै आजको श्रृङ्खला तपाईलाई राम्रो लाग्यो भने लाइक तथा सेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थिच्नुहोस् ताकि हामीले अपलोड गर्ने नयाँ भिडियोको जानकारी सबैभन्दा पहिला तपाईलाई प्राप्त होस्। आजका लागि यति नै। अर्को भिडियोमा अझै रोचक तथ्यहरू लिएर आउने नै छौं। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।